उडी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि त्यो बादल पारी उडी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि त्यो बादल पारी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि त्यो बादल पारी उडी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि त्यो बादल पारी उडी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि त्यो बादल पारी उडी जाऊ उडी पंछी जस्तै गरी हराइ जाऊ अनि
काङ बुढाको आलमा नि वृद्ध भत्ता जान्छ नेपालबाट आएको मुवा होइन 30 दिन चेपेकोमा दिनु मारा बाइक कृपया हाम्रा सम्पूर्ण महानुभावहरू यस कार्यक्रममा जोडिन हुनुको लागि चाहिँ म विनम्र अनुरोध गर्छु। कृपया हाम्रा सम्पूर्ण महानुभावहरू यस कार्यक्रममा जोडिन हुनुको लागि चाहिँ म विनम्र अनुरोध गर्छु। जरुरीको कार्यक्रमलाई चाहिँ निरन्तर दिने त्यसको
गर्दछु। बिहिबारका दिन यस कोटाको राणा मगर कुलान तथा घर तथा पुस्तौली सङ्ग्रहालय उद्घाटन समारोहमा म कार्यक्रम सञ्चालक एक बहादुर राणाको तर्फबाट सन्ध्याकालीन नमस्कार। कुनै पनि कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन गर्नको लागि अध्यक्षता आवश्यक पर्ने हुँदा यस कार्यक्रममा अध्यक्षता ग्रहण गरिदिनुको लागि यस कोटाको राणा मगर कुलान घर तथा पुस्तौली सङ्ग्रहालयका अध्यक्ष श्री खुम बहादुर राणाज्यूलाई आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। म यो कार्यक्रम औपचारिक रूपमा सञ्चालन गर्नको लागि अध्यक्षको अनुमति चाहन्छु। धन्यवाद। हाम्रा कोटाकोट राणा मगर कुलायन घर तथा पुस्तौली सङ्ग्रहालयका सचिव रमेश राणाज्यूलाई आज धेरै खुसीको दिन, जब हामीले यो 2076मा हाम्रा यही पुस्ताका हाम्रा अग्रज शोचनीय हाम्रा संस्थापक सहयोगी संस्थापक प्रेमसिंह राणाजीको कथन अनुसारको म गर्न चाहन्छु। आज म हाम्रा यस कोटाकोट राणा मगर कुलायन घर तथा पुस्तौली सङ्ग्रहालयका प्रमुख अतिथि साथै सहयोगी संस्थापक प्रमुख अतिथि राणाज्यू साथै हाम्रा विशिष्ट अतिथि नेपाल सरकार तथा वरिष्ठ अधिकारी शेरचन राणाज्यू, राणा मगर कुलायन घर तथा पुस्तौली सङ्ग्रहालयका यो शोधकर्ता समाजसेवी वरिष्ठ चन्द्रदाता श्री प्रेमसिंह राणाज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। कृपया ताली बजाइदिनुको लागि पनि म अनुरोध गर्दछु। यस्तै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष श्री नरबहादुर राणाज्यूलाई म विनम्र अनुरोध गर्दछु। यस्तै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुका लागि नेपाल सरकारका वरिष्ठ अधिकारी श्री शेरचन राणाज्यूलाई म विनम्र अनुरोध गर्दछु। यस्तै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि यस सङ्ग्रहालयका चन्द्रदाता तथा विशेष योगदानकर्ता सुबेदार श्री चक्रबहादुर राणाज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनुका लागि नेपाल मगर सङ्घ जिल्ला समिति स्याङ्जाका सल्लाहकार बमबहादुर लामिछानेज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि समाजसेवी शालिग्राम पाण्डेज्यूलाई म विनम्र अनुरोध गर्दछु। त्यस्तै गरी अतिथिको आसन ग्रहणलाई जोड्ने क्रममा यस्तै गरी समाजसेवी केशर बहादुर राणाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। कोटि कोटि सम्पदाको
शान्ति भूमि तारका हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल आगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। म पुनः आफ्नो स्थानमा उभिएर यस कालीगण्डकी गाउँपालिकाले तयार पारेको पालिका गानमा पनि शरीक भइदिनुको लागि सम्पूर्ण यहाँ उपस्थित हुनुभएका महानुभावहरूलाई म विनम्र अनुरोध गर्दछु। संग्रहालय स्थापनार्थ योगदान दिनुभएर दिवंगत हुनुभएका आत्माहरूको चिर शान्तिको कामना गर्दै पुनः 1 मिनेटको मौन धारणको कार्यक्रमलाई म अगाडि जोड्दैछु। कृपया आफ्नो स्थानमा पुनः उभिएर यो कार्यक्रमलाई सहयोग गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। सुरु। धन्यवाद कार्यक्रम सञ्चालक ज्यूलाई। स्वागत गर्छौँ उनीलाई मनमा राखेर, स्वागत गर्छौँ पाहुनालाई मनमा
पहिले अगरबत्ती जोडिन्छ यसो जोडिन्छ यो कार्यक्रमको औपचारिक रूपमा उद्घाटन चलिरहेको छ र यसभन्दा पछाडि हामी यो कोटाको राणा नगर कुलाङ्ग तथा पुस्तौली सङ्ग्रहालयको पनि उद्घाटन गर्ने हुँदा आदरणीय पञ्चबाटका टोली त्यस्तै गरी झौरेका टोलीहरू कृपया अब यो कार्यक्रममा उपस्थित भएर सभा प्रायोजनको लागि पनि म विनम्र अनुरोध गर्दछु। पञ्चबाटका टोली यस्तै गरी झ्याउरे टोलीका सम्पूर्ण आदरणीय महानुभावहरू अब यो पुस्तौली सङ्ग्रहालयको चाहिँ उद्घाटन औपचारिक रूपमा यो भवनको उद्घाटन हामी गर्दछौँ। आज लामो समयको प्रतीक्षा पश्चात आज चाहिँ हामी यो भवनलाई औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कृपया यस कार्यक्रममा यो भवन उद्घाटन गरिदिनुको लागि आजका हाम्रा बहुत उत्कृष्ट चन्द्रदाता प्रेमसिंह राणा, त्यस्तै गरी वरिष्ठ अधिकारी शेरचन्द्र राणा, त्यस्तै गरी सेनादार चक्रबहादुर राणा लगायत हाम्रा आदरणीय महानुभावहरू यो कार्यक्रम स्थलसम्म गएर हाम्रो यो औपचारिक रूपमा यो हाम्रो यो पुस्तौली सङ्ग्रहालयको उद्घाटन गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। हामी त्यो
खलुवा, तारकुमारी सिंजाली सिंजाली टोल, लक्ष्मी सिंजाली सिंजाली टोल, पार्वती राणा यो चाहिँ यहाँ चक्सुबारी परिवारका दिदी हुनुहुन्छ, फुपू दिदी हुनुहुन्छ भ्रुकोट। यसै गरी मनकुमार राणा पिउगा, यसै गरी बोमबहादुर राणा खलुवा, एक बहादुर आले बुढाघर, कुल बहादुर आले पल्लोकोट, त्यसै गरी सुबेदार बेग बहादुर आले पल्लोकोट, त्यसै गरी टिकाराम राणा बाहुनकोट, त्यसै गरी वीर बहादुर आले खाक्सी, त्यसै गरी ओम बहादुर सिंजाली सिंजाली टोल, त्यसै गरी चक्रबहादुर राणा गाजलबारी। मैले यहाँ नाम उद्घोष गरेका हाम्रा आदरणीय बुवाहरू यो कार्यक्रम ज्येष्ठ नागरिक सम्मान यो सङ्ग्रहालय पुस्तकालय सङ्ग्रहालयले यो वृद्ध सम्मान हामीले यो वृद्ध सम्मानको लागि एउटा ज्येष्ठ नागरिक सम्मान पत्र, त्यस्तै गरी महिलाहरूको लागि एउटा ढलेक, त्यस्तै गरी पुरुषहरूको लागि चाहिँ यो धुनको व्यवस्था गरेका छौँ। कृपया यहाँ उपस्थित हुन नसक्नुभएका आदरणीय बुवाहरूका कोही चाहिँ आफन्तहरू हुनुहुन्छ भने पनि उक्त ज्येष्ठ नागरिक सम्मान ग्रहण गरिदिनुको लागि पनि म अनुरोध गर्दछु। विशेष गरी आजको हाम्रो यो मुख्य कार्यक्रमको उद्देश्य भनेको हामीले यो पुस्तकालय सङ्ग्रहालयको औपचारिक रूपमा उद्घाटन, ज्येष्ठ नागरिक सम्मान र हामीले चन्दादाताहरूलाई सम्मानको कार्यक्रम रहेको छ। यो ज्येष्ठ नागरिक सम्मान पश्चात हामीले हाम्रा उत्कृष्ट चन्दादाताहरूलाई पनि हामीले सम्मानको कार्यक्रममा जोड्नु छ। पार्वती यस्तै गरी पार्वती राणाको पनि यहाँ सम्मानको कार्यक्रम चलिरहेको छ। यस्तै गरी त्यस्तै गरी टिकाराम राणालाई पनि सम्मानको कार्यक्रम चलिरहेको छ। त्यसभन्दा पछाडि बोमबहादुर राणालाई पनि सम्मान गरिदिनुको लागि अनुरोध गर्दछु। त्यसै गरी एक बहादुर आलेज्यूलाई पनि सम्मान गरिदिनुको लागि अनुरोध गर्दछु। त्यस्तै गरी चक्रबहादुर राणालाई पनि सम्मान गरिदिनुको लागि अनुरोध गर्दछु। यहाँ उपस्थित हुन नसक्नुभएका हाम्रा ज्येष्ठ सदस्यहरू अथवा ज्येष्ठ नागरिकहरू उहाँ चाहिँ अनुकूल नभएको कारणले उहाँहरू चाहिँ यहाँ उपस्थित हुन सक्नुभएको छैन। उहाँको सम्मान पत्र ग्रहण गरिदिन आइदिनुको लागि म उहाँका त्यस्तै गरी वीरबहादुर आलेज्यूको सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि उहाँका छोरा श्री बोमबहादुर आलेज्यूलाई म विनम्र अनुरोध गर्दछु।
त्यस्तै गरी अर्को सम्मान पत्र रहेको छ यहाँ ओमबहादुर सिंहजालीको। यो सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि म उहाँका छोरा टिकाराम सिंहजालीज्यूलाई म विनम्र अनुरोध गर्दछु। उहाँकी धर्मपत्नी लक्ष्मी सिंहजालीज्यूलाई आफ्नो श्रीमानको यो सम्मान पत्र ग्रहण गरिदिनुको लागि म अनुरोध गर्दछु। धन्यवाद छ कार्यक्रम सञ्चालक शैक्षिक सहयात्री देवबहादुर राणा सरलाई। प्रख्याति सङ्ग्रहालयको उद्घाटन समारोहका सङ्घीय अध्यक्षज्यू, यस कार्यक्रमलाई अथवा यो सङ्ग्रहालय कुलाङ्गहरूलाई बनाउने सन्दर्भमा उत्कृष्ट दानवीरको रूपमा रहनुभएका परिकल्पनाकार व्यक्तित्व, यस कार्यक्रमका प्रमुख अतिथि देवप्रेम सिंह राणाज्यू, त्यसै गरी विभिन्न क्षेत्रबाट आसन्न गर्नुभएका विशिष्ट अतिथिज्यूहरू, राणा परिवारहरूले जुन महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ, उहाँहरू सम्पूर्ण जस्तै यो हाम्रो चाहिँ भित्तामा जुन सङ्ग्रहालयको अगाडि नाम झुन्डिएको छ, उहाँहरू सम्पूर्ण राणा दानवीर व्यक्तित्वहरू जसले यति महत्त्वपूर्ण क्षेत्रमा लगानी गरेर पुण्य कमाएर अगाडि बढ्नुभएको छ। उहाँहरू सम्पूर्ण व्यक्तित्वहरूप्रति मेरो व्यक्तिगत र विद्यालयको तर्फदेखि हार्दिक उच्च सम्मान व्यक्त गर्न चाहन्छु। आज यहाँ उपस्थित सम्पूर्ण अतिथिहरूलाई पनि सम्मान भइरहेको छ। तर यो सम्मानबाट विशेष गरेर जसले यो सङ्ग्रहालय बनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुभयो, यो सोच ल्याउनुभयो, उहाँहरूप्रति विशेष सम्मान व्यक्त गर्न चाहन्छु। वास्तवमा यो सङ्ग्रहालय भनेको एउटा उल्लासहरू हो, किनभने त्यो भइमाले चाहिँ सबै कुरा चाहिँ प्रष्ट रूपमा प्रस्ताउँछ। त्यसै गरी यो सङ्ग्रहालय पनि यहाँको चाहिँ राणा परिवारहरूको अथवा यहाँहरूको चाहिँ पूर्वीय इतिहासलाई प्रष्ट रूपमा चाहिँ यसले प्रस्ताउँछ। त्यसैले यो जुन सङ्ग्रहालय बनाउनु भएको छ त्यसको लागि चाहिँ उहाँहरूको स्थापना गरेर पनि यो हामी सबैको लागि सबैको लागि चाहिँ पनि उत्तिकै महत्त्वपूर्ण छ। हाम्रो यो गाउँ क्षेत्रमा यता पश्चिमी क्षेत्रमै र हाम्रो यो गाउँमा पनि योभन्दा अगाडि यस्तो खालको चाहिँ कुनै पनि सङ्ग्रहालय नभएका र हाम्रो यो क्षेत्रको एउटा गरिमा उच्च बनाउने सन्दर्भमा यो सङ्ग्रहालयले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ। हाम्रो यस वरिपरिमा अरू पनि विवाह मन्दिरदेखि लिएर शिलाचार्यधाम, यहाँको तेमिसुरा लगायत अरू यो सङ्ग्रहालयले पनि एउटा पर्यटकीय क्षेत्रको रूपमा चाहिँ विकसित भएको छ। भोलि गएर हामी यस क्षेत्रको चाहिँ अब जुनसुकै यस्ता चाहिँ वस्तुहरू महत्त्वपूर्ण चिजहरू यहाँ छन् भनेर हामी एउटा गर्वको साथ भन्न पाइने ठाउँमा चाहिँ हामी छौँ।
एउटा नृत्य प्रस्तुत गरेर यहाँबाट बिदा भइसक्नु भएको छ। उहाँहरूको सम्मान स्वरूप आयोजकको तर्फबाट हामीले चाहिँ यहाँ एउटा सानो पुरस्कार दिने तर्खरमा छौँ। कृपया सपना आले बहिनी आफ्नो यो टिमको पुरस्कार ग्रहण गर्न आइदिनुको लागि म विनम्र अनुरोध गर्दछु र यो पुरस्कार वितरण गर्नको लागि आजका यस कार्यक्रमका अध्यक्ष तथा र विशिष्ट अतिथि श्री शेरचन राणाज्यूलाई यो पुरस्कार ग्रहण गराइदिनुको लागि अनुरोध गर्दछु र यो पुरस्कार ग्रहण गर्न आइदिनुको लागि बहिनी सपना आले आफ्नो एउटा सानो पुरस्कार ग्रहण गर्न आइदिनुको लागि अनुरोध गर्दछु। बहिनी सपनाले आफ्नो पुरस्कार लिन कति पनि ढिला नगरिकन यस स्टेजमा आउनको लागि अनुरोध गर्दछु। यो प्रोग्राममा मन्तव्यको कार्यक्रमलाई म जोड्दछु। आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनुको लागि नेपाल नगर सङ्घ जिल्ला कार्य समिति संघका कक्षमा आफ्नो पुस्ताको जुन एउटा आफ्नो यो कार्यक्रम सङ्ग्रहालय जुन त्यसको स्थापना गर्नुभएको छ यो यस क्षेत्रको एउटा ऐतिहासिक र गौरवान्वित पनि छ। पक्कै पनि हामीले यस्ता किसिमका आफ्ना वंशावलीहरू सङ्ग्रहालयहरू हामीले तयार गर्नु अति जरुरी छ। किनकि हामीले हाम्रा दाजुभाइमा हाम्रा भाइमा अहिलेका नयाँ पिँढीहरूले नयाँ पुस्ताले आफ्नो को हो काका को हो भाइ बहिनी को हो अङ्कल आन्टीको यसरी चिन्जान भएको भयो भने मात्र हामीले यसरी एक आपसमा आफ्नो भाइचाराको विकास हुन्छ र यसले हामीलाई एउटा समुदायमा एउटा समाजमा एउटा एकत्रित गर्ने मौका दिन्छ। र यसलाई म अनुरोध गर्न चाहन्छु कि यहाँहरूले जुन किसिमको यत्रो प्रवृत्त खतरा यस्तो किसिमको एउटा सङ्ग्रहालय स्थापना गर्नुभएको छ मैले भनिसके यो ऐतिहासिक र गौरवान्वित छ र यसले यस क्षेत्रका अन्य समुदायलाई पनि अन्य नगरभित्रका अन्य जात थरहरूलाई पनि यसले प्रोत्साहन गरेको छ। र विशेष गरेर यहाँहरूले जुन किसिमको आफ्नो राणा मगरहरूको जुन एउटा ऐतिहासिक सङ्ग्रहालय स्थापना गर्नुभएको छ यसलाई एउटा लिपिबद्ध ढङ्गबाट एउटा मैले जानकारी पाए अनुसार यहाँ 3वटा समूहबाट यहाँ राणा मगरहरू आउनु भएको रहेछ होइन। उहाँहरूले आफ्नो पुस्ताको तपाईँको वंशावली तयार गर्नुहोस् ताकि तपाईँको 3 पुस्ताभित्रको हिजोको सबभन्दा पहिलो यहाँको पुरानो पुस्ता कुन हो त्यसपछि श्रीमा एउटा जुन वंशावली तयार गरेर राख्नु होला। यो कसरी राख्यो भने भावीका हाम्रा नानी बाबुहरूले पछिका पुस्ताहरूले पनि हामी कुन वंशबाट आएका छौँ कुन समूहबाट आएका छौँ कुन टोलबाट आएका छौँ कहाँबाट आएका छौँ भन्ने कुराको जानकारी हुन्छ। यसले मैले भनिसकेँ कि हामीलाई अति जरुरी छ कि हाम्रो नानी बाबुहरूमा आज हामी विविध कारणले बसाइसकेका कोही बुटोल छ कोही काठमाडौँ छ कोही विदेश छौँ र तिनलाई आफ्नो पुस्ताको आफ्नो दाजुभाइको आफ्नो पनको लागि एउटा जाने जिम्मेवारी बन ढङ्गबाट एउटा परिचय गराउँछ र हामीले कुनै जुन ठाउँमा कुनै बाटोमा अर्थात् कुनै सहरमा कुनै गाउँमा जाँदा श्री प्रेम सिंह राणा शिला राणाज्यू कालीगण्डकी 2 साक्षीबारी यस कोटाकोट राणा मगर कुल्यानघाट तथा पूर्वी सङ्ग्रहालयको भवन निर्माणको लागि तपाईँ मनका दानीले रु 11,01,101 रुपियाँ सहयोग गर्नुभएकोले तपाईँको सुस्वास्थ्य दीर्घायु एवं उज्जवल भविष्यको कामना सहित यो सम्मान पत्र प्रदान गरिएको छ। प्रवक्ता मिति रहेको छ 78 चैत्र 24 गते सचिव टेकबहादुर राणा चन्द्र डमर बहादुर राणा र अध्यक्ष खुन बहादुर राणा यस्तै किसिमको ब्यौरा यहाँ लेखिएको छ। म यो सम्मान पत्र वितरण गरिदिनुको लागि यस कार्यक्रमका अध्यक्ष खुन बहादुर राणा यस्तै गरी विशिष्ट अतिथि कालीगण्डकी गाउँपालिका वार्ड नम्बर 2 का वडाध्यक्ष श्री नरबहादुर राणाज्यूलाई म विनम्र अनुरोध गर्दछु र यो सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि म आदरणीय महानुभावहरूको नाम यहाँ उद्घोष गर्न चाहन्छु। कृपया आफ्नो नाम उद्घोष हुने बित्तिकै यस कार्यक्रममा यो आफ्नो सम्मान पत्र ग्रहण गर्न आइदिनुको लागि म अनुरोध गर्दछु। यहाँ प्रेम
प्रेमसिंह राणा र शिला राणाज्यू आफ्नो यो सम्मान पत्र ग्रहण गर्न आइदिनुको अनुरोध गर्दछु। उहाँहरूले हामीलाई यो सङ्ग्रहालय निर्माणार्थ रु 11,01,101 रुपियाँ प्रदान गर्नुभएको थियो। हो त मलाई यस्तो सहायता हुन्छ है। अहिले हाम्रा उत्कृष्ट चन्दादाता प्रेमसिंह राणा र शिला राणालाई यो सम्मानको कार्यक्रम चलिरहेको छ। कृपया आदरणीय महानुभावहरू ताली बजाइदिनुको लागि पनि म अनुरोध गर्दछु। कृपया शेरचंद राणा र उहाँका श्रीमती नाम चाहिँ भोलि बोलाउन त के भयो उहाँको पनि हामी सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यस्तै गरी अर्का वरिष्ठ इन्जिनियर चक्रवीर राणा र श्रीमती सविता राणाज्यू कोला भई ल आउनु आउनु हिजो त्यस्तै गरी आदरणीय दमयन्ती राणा उहाँ चाहिँ लाम्टाबाट हुनुहुन्छ। उहाँले पनि हामीलाई रु 1,01 रुपियाँ चाहिँ यो सङ्ग्रहालय स्थापनार्थ हामीलाई सहयोग गर्नुभएको थियो। उहाँलाई पनि हामी सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना साथ अहिले दमयन्ती राणाको चाहिँ यहाँ सम्मान पत्र वितरणको कार्यक्रम चलिरहेको छ। हाम्रा आदरणीय सभापति विशिष्ट अतिथि लगायत अतिथि महानुभावहरू यो कार्यक्रममा सहयोग गरिराख्नु भएको छ। उहाँको पनि हामी सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। सुबेदार चक्रबहादुर राणा र धनशरी राणाको चाहिँ यहाँ सम्मानको कार्यक्रम चलिरहेको छ। कृपया ताली बजाइदिनुको लागि अनुरोध गर्दछु। उहाँको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना। मोहनसिंह राणा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सुस्वास्थ्य एवं दीर्घायुको पनि कामना हामी आयोजकको तर्फबाट उपस्थित हुन सक्नुहुन्न। कृपया उहाँको पनि सम्मान पत्र ग्रहण गरिदिनुको लागि म श्रीमती शिला राणाज्यूलाई नै अनुरोध गर्दछु। त्यसै गरी अर्का सहयोगी हुनुहुन्छ रुबिना राणा र डाक्टर चन्द्र ब्यानर। उहाँ पनि साक्षीबारी परिवारका सेवी हुनुहुन्छ। हाम्रै कुल घरको गोलो घरको हुन्थ्यो तर यही पनि हाम्रो जानी गोल घर थियो। त्यस्तै किसिमको आइडिया आएर एकदम यसरी बनाइयो। त्यो बेला यो एकदम पवित्र मन्दिर हुनेछ। त्यो बेलामा कोही छैन, जोसुकै भए पनि बराजुको ठाउँ यही हो।
पुर्खाको ठाउँ यही हो, आफ्नो भनेको अर्कै अन्तै गयो होला, यही ठाउँलाई ढोकिदिएर यही ठाउँमा घुमेर त्यति मात्र होइन, सकियो भने यो पुरै सङ्ग्रहालय भन्न त हामी सक्दैनौँ, किनभने सङ्ग्रहको लागि आफ्नै किसिमको न्यूनतम आधारभूत कुराहरू पुरा हुनुपर्छ, सुरक्षा हुनुपर्छ। सङ्ग्रहालय भनिनको लागि सङ्ग्रह योग्य चिज पनि हुनुपर्छ। हामी देखिराखेका छौँ कतिपय राष्ट्रिय सङ्ग्रहालय पनि, कतिपय यहाँ आदिवासी जनजातिको सङ्ग्रहालय, भिपी सङ्ग्रहालय अथवा मनमोहन पुष्पलालको सङ्ग्रहालयहरू पनि अर्को पटक बजेट आयो भने त्यहाँ कोर्ने मान्छे पनि हुँदैनन्, सुरक्षा दिने पनि हुँदैनन्। त्यस्तो सङ्ग्रहालयमा हुने पुराना सामानहरू हामी ती ठाउँमा समेत नेपाल सरकारले पनि बचाउन सकेको देखिन्न। बेला बेलामा राष्ट्रिय सङ्ग्रहालयको स्यालसिङै चोरिएछ भन्छन्, कतिपय त्यहाँको मूर्ति चोरिएछ। हाम्रो त यहाँ अब हामी नहोला, हामी मध्ये कोही नहोला, तर हामी मध्ये कोही बिग्रन पनि सक्छ, कोही बाहिरकाले पनि गर्न सक्छन्। हामीले पुरानो चिज राखौँला, राखेको भोलि चाहिँ हुन्छ हुँदैन थाहा छैन, तर हामीले त्यसको इतिहास जे जस्तो सक्छौँ हामीले त्यो बनाएर या फोटो राखेर या हाम्रो पुर्खाहरूले चलाएको सबै के चलाएका थिए, कस्तो थियो, कति पुरानो थियो, त्यो कुराहरूको हामी कक्षक्रम इमेज त्यसलाई सफ्ट कपी हुन्छ, हार्ड कपी हुन्छ, यहाँ राखौँ भन्ने किसिमले उपयोगको हिसाबले यो कुल घरलाई बनाउन खोज्दाखेरि अहिले सङ्ग्रहालय पनि भन्ने, तर सङ्ग्रहालय भन्दा त्यो सङ्ग्रहालयमा हो आउन खोज्ने, चाहने, सिक्ने, देख्न खोज्नेलाई त फ्री हुन्छ, तर सङ्ग्रहालय भन्ने साथ सबैको लागि है सब रात दिन आउने, टिकट काट्ने, हेर्ने त्यस्तो किसिमको केही हुँदैन। कुलको घर हो त्यो घरमा, यो घरमा एउटा समिति हाम्रो कविको सोचमा कुलायन छ, हाम्रो वायु थान छ। अनि कुलको लागि मानव जाति, जीवित प्राणीको लागि या मानव जातिको जसलाई पनि केही उद्धार गर्न सके त्यो राम्रो छ, तर कमसे कम कुलको लागि पनि हामी सबै राजनीतिमा जहाँ जे भएर पनि त्यसलाई अलग राखेर कुलको रूपमा एक ठाउँ हो। हामीले भेला छलफल गर्न पर्दा, बाटोमा गर्दा, कतै घरमा गर्दा अब के भएछ त्यहाँ किन आछन् हुन्, कहिले बाटोतिर ठाउँ छैन कसैको आँगनमा, त्यो स्थिति थियो। अब हाम्रो कुल सम्बन्धी कुनै हामी छलफल केही गर्न थाल्यो, सरसल्लाह पूजाको अथवा हाम्रो कुलमा कसैलाई दुःख भयो के गर्नु भन्यो भने अब यहाँ आउजाउ गर्दा कसैले पनि त्यहाँ के भएछ भन्दैन, यो उनको घर हो, सबैको घर हो, त्यो घरमा छलफल गरेछन्। यस्तो राम्रो गरे, हामी इतिहास जस्तो राखेको आखिर केही गर्न सकेनौँ भन्ने अवस्था नहोस्। यही सबैको सबैलाई धन्यवाद। मेरो आफ्नो सानो बनेको अलिकति लामो नै गरेँ, धन्यवाद। अब त्यो कुनै लामो नमानिदिनु होला, भावना हो, भावना कहिलेकाहीँ बढी व्यक्त हुन्छ। ल म बिदा हुन चाहन्छु, धन्यवाद। धन्यवाद। आजका विशिष्ट अतिथि नेपाल सरकारका वरिष्ठ अधिकारी शेरजङ राणा, उहाँले चाहिँ आफ्नो अति नै सागर्भिक भनाइहरू प्रस्तुत गरेर यहाँबाट बिदा भएर गइसक्नु भएको छ। उहाँलाई पुनः
ओ जमरै
टोलीका सम्पूर्ण कलाकारहरूलाई अब यो कार्यक्रमलाई यही विश्राम गरिदिनको लागि म विनम्र अनुरोध गर्दछु। जियो टोलीका सम्पूर्ण कलाकार